सम्पूर्णलाई सेवा नमस्कार। म वीरेन्द्र राई कुकिङबाट कुकिङ सम्बन्धी कुनै पनि कुराहरू जान्नु पर्यो बुझ्नु पर्यो र इन्ट्रेस्टिङ भिडियोहरू हेर्नु चाहनुमा यो च्यानललाई सब्स्क्राइब गर्नु होला। सबैले सबै सामु पुर्याइदिनु होला। हस्त हेर्दै गर्नु होला। भन्दा सुरुमा त नोरी सिड भन्छ यसलाई, नोरी सिड भन्छ। यसमाथि हामीले राइस राख्नुपर्छ। राइस धेरै दबाउनु हुँदैन, राम्रो तरिकाले दबाउनु हुँदैन, तर सोलिङ गरे जस्तै हामीले सोलिङ गर्नुपर्छ। बराबरी लेभलमा हामीले राइस बिछाउनुपर्छ। त्यसपछि हामीले त्यसमाथि हामीले चाहिँ कानुकी भन्छ। यसपछि हामीले टेम्पुरा पाउडर र वाटरबाट बन्छ, ओइलमा फ्राई हुन्छ। त्यसपछि माथि कानुकी लगाइन्छ। त्यसपछि हामी यसलाई उल्टा गरिन्छ। अब त्यसलाई घुमाएर चाहिँ हामीले उल्टा बनाइन्छ। उल्टा बनाए बापत अब त्यसमा हामीले चाहिँ फ्राई गरेको प्राउन टेम्पुरा पाउडरमा फ्राई गरेको चाहिँ प्राउन हामी त्यहाँ लगाइन्छ। टेम्पुरा पाउडरमा फ्राई गरेको प्राउन लगाइसकेपछि हामीले त्यसलाई अब थोरै त्यसपछि हामीले त्यससँगै जोडाएर टस्साएर चाहिँ हामीले क्र्याब स्टिक भन्छ यसलाई चाहिँ, क्र्याब स्टिक भन्छ होइन। क्र्याब स्टिक लगाएर मजाले रोल गर्ने। रोल गर्दाखेरि सिङ्गल तरिकाले रोल गर्ने, मजाले घुमाएर 2 चोटिमा भइहाल्छ। 3 चोटिको बिचमा चाहिँ सरसर गर्ने, यता र उता गर्ने, साइडमा मजाले दबाइदिने, साइडमा दबाइदिने र मजाले दबाइदिने, घुमाउँदै दबाइदिने, किनकि साइडमा दबाएन भने राइस भएर काट्दा हुन्छ। प्राउनको यो भागमा चाहिँ थोरै हुन्छ, डिस्टर्ब हुन्छ। तर एक अम्लीले चाहिँ यसलाई थोरै गर्नु पर्यो, राइस मजाले खाद्नु पर्यो अनि मात्र हुन्छ। होइन भने राइस खाँदिएन भने चाहिँ गाह्रो हुन्छ, भरे काट्दै फुकिन्छ। यसलाई हामीले 1/2 बनाउनु पर्यो। अनि 1/4 हुन्छ, तर 1/2 बनाउँदै गर्दाखेरि अनि 1/2 गर्दा 1/4 हुन्छ। टोटल 4 पिस हुन्छ। 4 पिस हामीले लाउँदै गर्दा यो चाहिँ सबैभन्दा प्लेटिङमा चाहिँ स्पाइसी माइनस, यो चाहिँ माइनस र तेरेकी सस, माइनस र चाहिँ श्रीराजा ससहरू मिलाएर बनाउन सकिन्छ। यसलाई चाहिँ बनाउनु छ। यसमा चाहिँ स्पाइसी माइनस त्यसमाथि मजाले बिछाउने। बिछाएपछि यही तरिकाले हाल्ने, मस्त तरिका लगाएपछि एउटा चाहिँ जुन पुछर भएको, जुन प्राउनको पुछर भएको चाहिँ ठडाइदिने होइन। यसरी लाग्ने माथिबाट तेरेकी सस हो, तेरेकी सस माथिबाट लगाउने, एकतर्फबाट सरसर लगाउने र अर्को गर्दै गर्दै फेरि अर्को स्पाइसी माइनस चाहिँ डबल क्रस, जुन डबल क्रस चाहिँ हुन्छ होइन, इन्टु तरिकाले लाउन सकिन्छ। यसलाई सकेर प्लेटिङ यसको मजाले भइसक्यो। त्यो माथि चाहिँ टोपीको भनेको चाहिँ माछाको सीफुड, माछाको चाहिँ अन्डा भन्छ यसलाई है, फिसको एग भन्छ, तर टोपीको यो चाहिँ होइन। यसपछि जान्छ यो प्राउन टेम्पुरामा जान्छ। त्यसमाथि चाहिँ हामीले कुनै पनि बिरुवा जुन तोरीको हामीले उब्लाउन सकिन्छ। गार्निसिङको लागि हामीले जुन तोरीको सानो सानो बिरुवाहरू पनि लाउन सकिन्छ, सरसोको बिरुवाहरू लाउन सकिन्छ। त्यसमा हामीले जिन्जर पिकल भन्छ। त्यसपछि वासाबी पेस्ट, यो चाहिँ साइडको वासाबी पेस्ट जुन ग्रिन कलरको, यसमा चाहिँ सुसी सस हुन्छ होइन। माथिबाट यो एकदम गार्निसिङ राम्रो भयो। एकदम यसको पिकअप टाइम भइसक्यो। च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् र नजिकै भएको बेल आइकन दबाइदिनुहोस्। भिडियो इन्ट्रेस्ट लागेकोमा र यस्तो भिडियो हेर्न चाहनुहुन्छ, कुकिङमा केही सिक्नु चाहनुहुन्छ भने मलाई फलो गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ। नमस्कार, जय देव।